रूपमेवं त्रिभुवनतरणे भक्तिपद्यं स्वतन्त्रं शास्त्रं रूपं च लोके प्रकटति मुदा यसनो भूते हेतो तत्रैव गंगा यमुना च वेणी गोदावरी सिंधु सरस्वती च सर्वाणि तीर्थानि वसन्ति तत्र यत्राच्युतोद्धार कथा प्रसंग प्रपन्न पारिजाताय स्तोत्रवित्रैकपाणये ज्ञानमुद्राय कृष्णाय गीतामृतदुहे नमः। वसुदेवसुतं देवं कंसचाणूरमर्दनं देवकी परमानंदम श्रीकृष्णं वंदे जगद्गुरुं। परम मंगलमय परात्पर अखिलेश्वर अकारण करुणा वरुणालय भक्तवांछा कल्पतरु जगत नियंता जगदीश्वर परब्रह्म परमेश्वर भगवान श्रीकृष्ण को वाङ्मयी प्रतिमूर्ति श्रीमद् भागवत महापुराण हजुरहरूले लगाएको जो भागवतको अनुष्ठान छ, यो अनुष्ठान चाहिँ के हो त भन्दा अखण्ड पारायण अनुष्ठान हो। भागवतका विभिन्न प्रकारका अनुष्ठानहरू हुन्छन्। धेरै प्रकारले भागवतको अनुष्ठान गर्न सकिन्छ। एकै दिन लगाएर धेरैजना पण्डितहरूले पढियो भने एकाहा भनिन्छ, एकाहाको अनुष्ठान गर्न सकिन्छ। त्यसैगरी दुईजना पण्डितले एकजनाले पाठ गर्दै एकजनाले कथा गर्दै 7 दिन लगाएर पढियो भने त्यही भागवतको अनुष्ठानलाई सप्ताह भनिन्छ। अनि यो 24 घण्टे लगाइन्छ। 24 घण्टे यसलाई अखण्ड पारायण भनिन्छ। यो 24 घण्टे चाहिँ कस्तो हो त भन्दाखेरि चाहिँ 4 जना पण्डितजीहरूले गुरुहरूले पालै पालो गरेर पढ्नुहुन्छ र यो समापन हुन्छ। यसलाई अखण्ड पारायण भनिन्छ। र जसरी गरे पनि भगवानको सेवा, भगवानको भक्ति, भगवानको पूजा अथवा भगवानको पाठ नै मुख्य विषय हो भनेर चर्चा गरिएको छ। र श्रीमद् भागवत महापुराण चाहिँ कस्तो ग्रन्थ हो त भन्दाखेरि भागवतको यदि हामीले सम्पूर्ण रूपमा पाठ श्रवण गर्यौं भने त्यो पाठले के गर्छ भन्दा हामीलाई कुनै प्रकारको दोष छ भने त्यो दोषको निवृत्ति हुन्छ। कुनै पनि प्रकारका दोषहरूको निवृत्ति हुन्छ। जसमध्येमा शास्त्रले के भन्नुहुन्छ त भन्दा विशेष गरी भागवत चाहिँ किन लगाइन्छ त भन्दाखेरि पितृदोषको निवारणका लागि लगाइन्छ। पितृको दोष छ भने त्यो पितृको दोषको निवारणका लागि भागवत लगाइन्छ। अनि त्यसमा पनि यदि कसैका घरमा पुत्रको जन्म भयो, छोरो जन्मियो भने, पुत्रको जन्म भयो भने त्यसलाई जसरी हाम्रो देशमा जन्मिने बित्तिकै यति ऋण छ भन्छौँ नि हामी बोलीचालीको भाषामा, त्यसैगरी पुत्रको जन्म भयो भने त्यो पुत्रलाई जन्मिने बित्तिकै ऋण हुन्छ भन्नुहुन्छ शास्त्रले। सुन्नुहोस् है, छोराको जन्म हुने बित्तिकै उसका लागि चाहिँ जन्मिने बित्तिकै ऋण हुन्छ, उसले तिर्नुपर्ने। त्यो के ऋण हुन्छ त उसले तिर्नुपर्ने भन्दा पितृ ऋण हुन्छ। पितृ ऋण उसले तिर्नुपर्ने हुन्छ। जन्मदेखि नै उसलाई ऋण लागेको हुन्छ। हेर्नुहोस्, त्यो पितृ ऋण चाहिँ पुत्रले के गर्नुपर्छ भन्दा तिर्नुपर्ने हुन्छ। तसर्थ शास्त्रले यसरी विधान गर्नुभएको छ। अनि हामीलाई कुनै प्रकारको पितृदोष लागेको छ भने त्यो पितृदोष शान्तिका लागि पनि भागवत लगाउनु राम्रो हो भनेर चर्चा गरिएको छ। त्रिपिण्डी श्राद्ध आदि पनि भनिन्छ। पितृदोष कसैलाई छ भने त्रिपिण्डी श्राद्ध आदि गरेर अनि भागवत लगाउनु भनेर चर्चा गरिएको छ। नभए पितृको तृप्तिका लागि चाहिँ भागवत लगाउनु साह्रै राम्रो हो भनेर चर्चा गरिएको छ। त्यसो भए हामी यत्रो श्राद्ध गर्छौँ, महालय श्राद्ध पनि गर्छौँ, तीर्थ श्राद्ध पनि गर्छौँ, अरू बेला श्राद्ध पनि गर्छौँ। कसरी हामीलाई पितृको ऋण लाग्छ त, पितृको दोष कसरी लाग्छ त भन्दाखेरि चाहिँ श्राद्ध हामीले गर्दै गरेको श्राद्ध हेर्नुहोस् नाश हुन्छ भन्नुहुन्छ शास्त्रले। श्राद्ध त गरियो, तर्पण पनि दिइयो, पिण्ड पनि गरियो, सबै थोक गरियो, तर यति कुराहरू भयो भने श्राद्ध नाश हुन्छन् भन्नुहुन्छ। त्यसमध्येमा एउटा अरू धेरै कुरा छन्। हेर्नुहोस् कति छन्। त्यसमध्येमा एउटा कुरा के हो भने सिधा गर्न भनेर ठिक्क परेको छ, पुत्र श्राद्ध गर्दैछ अनि त्यो सिधामा कपालको त्यान्द्रो आएर पर्यो भने त्यो श्राद्ध त्यतिखेरै नाश हुन्छ। हुन त सबै हो भनेर कपालको त्यान्द्रो पनि हटाइयो, ब्राह्मणले भोजन पनि गरे, पिण्ड पनि भरे दियो। हेर्नुहोस् कपालको त्यान्द्रो परेछ भनेर कपालको त्यान्द्रो पनि हटाइयो, सबै गरियो, तर त्यो श्राद्ध उतिखेरै नाश भएको मानिन्छ। अनि त्यसो हो भने के हो भन्दा पितृदोष लाग्यो कि लागेन भन्नुहोस् त, लागिहाल्यो पितृदोष। त्योदेखि बाहेक अरू पनि कति कुरा छन्। एक छाकी खाने बेलामा पनि धेरै ध्यान दिनुपर्छ, किन श्राद्ध दिवस भनेको एक छाकी खाने दिनलाई भनिन्छ। अनि त्यो बेलामा पनि यदि हामीलाई कुनै प्रकारको दोष हामीद्वारा भयो एक छाकी खाने दिवसमा भने त्यो श्राद्ध गर्न त गरिन्छ हामीले, तर श्राद्ध पुरै नाश हुन्छ। श्री हरि भगवानको त्यस्तो भनेर शास्त्रले विधान गर्नुभएको छ।
त्यसो भए हामीलाई पुत्रका लागि चाहिँ के काम छन् त? सबैका आफ्ना आफ्ना कर्तव्य छन् भनेर शास्त्रले भन्नुहुन्छ। कसैको के काम छ, कसैको के काम छ, सबैका आफ्ना आफ्ना काम छन्। त्यसमध्येमा छोराका चाहिँ जम्मा 3टा काम छन् भन्नुभयो शास्त्रले। ती 3टा काम मध्येमा पुत्रले गर्नुपर्ने 3टा नगरी नहुने काम के हुन्छ भन्दाखेरि जीवत वाक्यकरणा। छोराले आफ्ना बाबुआमाका लागि गर्नुपर्ने 3टा काम छन्। पहिलो काम भनेको के हो भन्दा भनेको मान्नु। बाबुआमाले भनेको सधैँ मान्नु त्यो पुत्रको कर्तव्य हो, छोराको काम हो भनेर शास्त्रले भन्नुभएको छ। जे मातापिताले भन्नुहुन्छ त्यसलाई छोराछोरीले मान्नु पर्दछ, यो पहिलो कर्तव्य हो। किनभने मातापिताले नराम्रो कहिले पनि आफ्ना छोराछोरीलाई भन्नुहुन्न भन्नुभयो शास्त्रले। हेर्नुहोस्, दोस्रो के भन्नुभयो त भन्दाखेरि छया हे भुरी भोजना। बिस्तारै बिस्तारै त्यही घर गृहस्थी हो, आफैले चलाएको घर गृहस्थी हो, तर त्यही घर गृहस्थी यहाँ बस्दै जाँदा के हुन्छ त भन्दाखेरि यही शरीर काम नलाग्ने हुँदै जान्छ। तर काम नथाल्छ अनि हेर्दा हेर्दै सारा कपाल खुल्छ, बुढो वृद्ध हुन्छ, मुखबाट राल चुइन थाल्छ। अनि त्यति गरुन्जेल पनि के गर्दै हुन्छ? नित्य क्रियालाई गर्दै हुन्छ। मुखबाट राल चुहाउँदै चुहाउँदै पनि दिसा पिसाब गएर आफै धुँदै हुन्छ बाबुआमाले। तर एक दिन के हुन्छ त भन्दाखेरि त्यो हात चाहिँ मुखसँग पनि पुग्न छोड्छ र दिसा पिसाबको आदि नित्य क्रिया भनिन्छ, यसलाई नित्य कर्म भनिन्छ। नित्य कर्म पनि गर्न सक्न छोड्छ शरीरले। हेर्नुहोस्, अनि भोक लागेर भोक पनि लाग्छ। अब वृद्ध शरीर हो, काम नलाग्ने भयो भनिसकेपछि मुख गरेको छ, भोक पनि लाग्छ। त्यो बेलामा पुत्रको कर्तव्य के हो त भन्दाखेरि भुरी भोजना। आफ्नै हातले मुछेर लगेर दाल भात लगेर खुवाइदिनु पनि पर्ने हुनसक्छ। यो दोस्रो काम छोराछोरीको हो, विशेष गरी पुत्रको हो भन्नुभयो। श्रीहरि भगवानको छया हे भुरी भोजना। अनि अब त्यतिखेर के गरेको हुन्छ त भन्दाखेरि चाहिँ अब नित्य क्रिया गर्न सक्नु भयो, नित्य क्रिया पनि गराइदिनु पर्ने हुनसक्छ। हेर्नुहोस्, नित्य कर्म जो छ गर्नुपर्ने त्यो पनि गराइदिनु पर्ने हुनसक्छ। अनि व्यायाम पिण्डदान छ। अब त्यसो गर्दै पनि सधैँ रहँदैन है त्यो शरीर। व्यायाम पिण्डदान छ भनेको चाहिँ गयामा गएर पिण्डदान गर्नु भन्नुको अर्थ उपलक्षणमा वर्णन गरिएको छ। पिण्ड दिनु, बाबुआमाको शरीर छुट्टो भनेदेखि अब सधैँ त रहँदैन बाबुआमाको शरीर। सधैँ रहँदैन भने त्यो बाबुआमाको शरीर छुट्टो भनिसकेपछि त्यो शरीरलाई लगेर शास्त्रले भनेअनुसार विधान गरेर सबै खरानी बनाएर घरमा आएर क्रिया आदि गर्नु, पिण्ड दिनु, यति 3टा छोराका काम हुन् भनेर चर्चा गर्नु हो। अनि त्यस्तो अवस्थामा पुत्रको जन्म पनि भयो, बढेर पनि गयो। कुनै कारणवश अथवा कुनै हाम्रो परम्परा अनुसार धेरैजना छोराहरू जन्मेमध्येमा एउटा कुनै यदि बाबुआमाभन्दा अगाडि नै गयो भने पनि त्यसले के जान्छ त भन्दा शास्त्रले भन्नुहुन्छ, पुराणमा सूक्ष्म हेर्दा वर्णन गरिएको छ, पितृदोष बोकेर जान्छ भन्नुहुन्छ। हेर्नुहोस्, किनभने बाबुआमाको यति काम 3टा काम गर्नुपर्ने थियो, उसले गर्न सकेन। वृद्धै अवस्थामा शरीर छुट्टो मानिलिउँ छोराको। हुन त छोरो 70 वर्षै पुग्न त, आमा 90 वर्षको हुनुहुन्छ, तर छोरो अगाडि नै गयो शरीर छोडेर भने उसले के गर्यो? पितृदोष, सारा पितृको ऋण चाहिँ लिली गयो। हेर्नुहोस्, किनभने आमाको कर्म त उसले गर्नुपर्ने थियो भनेर शास्त्रले चाहिँ सूक्ष्म रूपमा महाभारतमा हेऱ्यो भने वर्णन गरिएको छ। श्रीहरि भगवानको ये 3टा काम छन्। हेर्नुहोस्, विभिन्न तरिकाले चाहिँ हामीलाई पितृदोष लाग्ने हुनसक्छ। अनि त्यो पितृदोषको निवृत्ति चाहिँ कसरी हुन्छ त भन्दाखेरि चाहिँ सबभन्दा सजिलो उपाय भनेको भागवत लगाएर पितृदोषको निवृत्ति हुन्छ भनेर चर्चा गर्नुभएको छ। श्रीमद् भागवत महापुराण लगाएर पितृदोषको निवृत्ति हुन्छ भनेको छ। अनि त्यो भागवत लगाएर पितृदोषको निवृत्ति हुन्छ त भागवत लगाउँदै गर्दाखेरि हामीले कसरी भागवत लगाउँछौँ त भन्दाखेरि यिनै 3टा विधिद्वारा भागवत लगाउँछौँ। एउटा एकामा पण्डितजीहरूलाई बोलाएर एका पढाउँछौँ, एक दिनमा सक्छौँ घरमा हामीले गर्ने। अर्को अखण्ड भागवत भनेर 24 घण्टा लगाएर सक्ने छ। अर्को सप्ताह लगाएर 7 दिन लगाएर सक्ने छ। तर त्यति सबै जे हामीले अनुष्ठान गरे पनि, जस्तै सप्ताह लगाइन्छ नि, सप्ताह लगाउँदाखेरि के हुन्छ भन्नुहोस् त भन्दाखेरि त्यहाँको मूल काम के हो त भन्दाखेरि सप्ताह हामीले कुरो बुझ्नुपर्ने हुन्छ। हामीले कुरो नबुझेको पनि हुन्छ। ठुलो टेन्ट लगाएको छ, ठुलो लाइट लगाएको छ, कलाकार राखेको छ, अनि सबै थोक हामीले गरेको छ। तर त्यहाँको मूल काम चाहिँ के हो त? त्यति लगाए मध्येको मिठा मिठा खानेकुरा पकाएका छन्, खाएका छन्, नाचेका छन्, गाएका छन्। सुन्नुहोस् है, त्यति मध्येको मूल काम के हो भन्ने कुरो हामीलाई थाहा हुँदैन। त्यति भएका मध्येको मूल काम के हो त भन्दा त्यो सप्ताह लाग्दै गर्दाखेरि त्यहाँ भएको मूल काम भनेको त्यो पाठ हो। हेर्नुहोस्, जो पाठ छ नि त्यो पाठ चाहिँ पुरा गर्नुपर्ने। के गरेको के लगाएको अरे त भन्नुहोस् त भन्दा भागवत लगाएको। भागवत चाहिँ बुझ्ने चाहिँ देवताले पितृले कसरी बुझ्छन् त? नेपालीमा भनेको बुझ्छन् त बुझ्दैनन्। हेर्नुहोस्, देव भाषामा सुखदेवजी महाराजले परीक्षितलाई सुनाएको जे भाषा हो त्यही भाषामा भन्दा मात्रै पितृले र देवताले बुझ्छन्। हामीले चाहिँ हाम्रा भाषामा बुझ्छौँ। त्यो भएको कारणले गर्दाखेरि त्यहाँ भागवत सप्ताह लगाइएको छ भने त्यहाँ भएको मुख्य काम भनेको चाहिँ के हो त भन्दाखेरि पाठ गरेको हो। श्रीहरि भगवानको। अनि पाठ नगरिकन भागवत त लगाइयो, सप्ताह पनि लाग्यो। हेर्नुहोस्, ठुलो नाचगान पनि भयो, भोजन पनि भयो, सबै थोक भयो, पुराण सकियो, तर पाठ भएन भने
त्यो कस्तो भयो त त्यो भागवत भन्दाखेरि चाहिँ एउटा कोही व्यक्तिले विवाह गर्ने इच्छा गर्यो, विवाह गर्न भनेर गएछ। अनि विवाह गर्ने बेलामा ठिक्क तयारी गरिसकेपछि बाहुनलाई बोलायो। हेर्नुहोस्, 11 जना बाहुनले आएर वेद मन्त्र पढे, अनि बाजा बजाउने पनि आए, गाडी पनि ठिक पार्यो, कार पनि ठिक पार्यो, सबै सजायो र विवाह गर्नका लागि भनेर गयो। अनि सबै विवाह गरेर सिन्दुर पनि लगायो, सारा सबै सको। अनि बाहुनले मन्त्र पनि पढेका छन्, खानेले खाएका पनि छन्, बाजा बजाउनेले बाजा पनि बजाएका छन्, सबै काम गरेछ। एउटा कुरो बिर्सेछ। हेर्नुहोस् त्यो केटाले के गरे बिर्सेछ भन्नुहोस् त भन्दा बेहुली ल्याउन बिर्सेछ घरमा भने त्यो विवाह कस्तो हुन्छ भन्नुहोस् त? नाश भएन, खत्तम भएन त्यो बिहे? खर्चको नाश भयो कि भएन भन्नुहोस् त? सबै काम गरेछ। बाहुनले पढेको भन्दा पढेको, कति पढे। बाहुनले मन्त्र पनि पढे, बजाउनेले बाजा पनि बजायो, खानेले पनि खायो, नाच्ने पनि नाच्यो, गाउनेले पनि गायो, सिन्दुरसम्म पनि लायो, सबै थोक गर्यो। तर बेहुली ल्याउन बिर्स्यो भने त्यो विवाह जसरी नाश भयो। श्रीहरि भगवानको भागवत लगाएँ भनेर लगाउने बारे लगायो, तर त्यहाँ पाठ यदि भएन भने पाठ बिनाको भागवत लगाएर केही अर्थ हुँदैन, कोही रमाइलो मात्रै हुन्छ। श्रीहरि भगवानको तसर्थ हामीले यहाँ अनुष्ठानको रूपमा यो हजुरले लगाएको भागवत के हो त भन्दा अनुष्ठान हो। यो यहाँ केही रमाइलो हुँदैन, खालि बुझ्नुपर्ने कुरा हुन्छ, अनुष्ठान हुन्छ। अनुष्ठानको रूपमा भागवत लगाउनु अति उत्तम मानिन्छ। किनभने त्यसरी लगाउँदाखेरि पाठ त्यहाँ के हुन्छ त भन्दाखेरि सप्ताह नलगाउनु त्यसमा दोष छ भनेको होइन, मैले प्रसङ्गवश व्याख्या गर्दैछु। समयले बाँधेको हुन्छ। हेर्नुहोस्, त्यहाँ हामीलाई समयले हामीलाई बाँधेको हुन्छ। अनि एकदम ठुलो पाठक, निकै पाठ जान्नेवाला व्यक्ति छ र उसलाई 4 घण्टा समय मिल्छ पुरा भने उसले मात्रै भागवत पाठ गरेर छिचोलेर पाठ गर्न सक्दछ। अन्यथा भागवत पाठ गर्न 4 घण्टा 5 घण्टा समय मिल्छ, ठुलो पाठक छ, निकै उसको जिब्रो फड्किन सक्छ भने उसले मात्रै भागवत पाठ गर्न सक्दछ, अन्यथा भागवत पाठ गर्न कठिन हुन्छ। सप्ताहमा हामीलाई समयले बाँधेको हुन्छ। किन कार्डमा पहिले कार्यक्रम भनेर लेखेको हुन्छ 6 बजेदेखि 7 बजेभित्रमा पूजा सक्ने, समयले बाँधेको छ नि त। हेर्नुहोस्, पूजा सकिएन भने हतार गरेर भए नि गर्नु पर्यो। अनि 8 बजेदेखि 9 बजेसम्म पाठ गर्ने, जति पाठ हुन्छ 9 बजेदेखि कथा सुरु भइहाल्छ। हेर्नुहोस्, अनि 12 बजे विश्राम गर्ने, फेरि 1 बजेसम्म विश्राम गर्ने, 2 बजेदेखि पाठ गर्ने, जम्मा 2 घण्टाको पाठको समय हुन्छ। त्यसो गरेर पाठ पुरा हुन साह्रै कठिन हुन्छ। देवताहरूका लागि चाहिएको भनेको के हो त भन्दाखेरि चाहिँ पाठ हो। त्यही भएर व्यक्तिले के गर्छन् त भन्दाखेरि चाहिँ सप्ताह लगायो यदि पितृका लागि लगाउँछ भने उसले के गर्छ, कोठामा लगेर अरू कसैलाई नबोलाइकन एकजना पाठ गर्नेवाला गुरुलाई बोलाएर तपाईँले कथा भन्नु पर्दैन, बरु दिनभरि पाठ गर्नु, तर पाठ पुरा गर्नु भनेर गर्ने चलन छ। हेर्नुहोस्, श्रीहरि भगवानको। अनि अखण्ड लगाइयो भने पनि एकामा पनि पाठ त हुन सक्दछ, तर एकामा पाठ गर्दाखेरि कस्तो हुन्छ भन्दाखेरि चाहिँ कहाँबाट कसले गर्दैछ भन्ने कुरो हुँदैन नि त। हेर्नुहोस्, त्यसको क्रम हुँदैन, बाँड्नुपर्ने हुन्छ। प्रथम स्कन्धदेखि लिएर द्वितीय स्कन्ध एउटा पण्डितले पढ्ने, अर्का पण्डितले बाँडेको हुन्छ। बाँडेर पढ्दाखेरि एउटाले जन्मदशा सुरु गर्यो, अर्काले लास्टमा अन्त्यमा गएर सुरु गर्यो, त्यसरी पढ्नुपर्ने हुन्छ। त्यो भएको कारणले गर्दा एकामा पनि अप्ठ्यारो भयो। साह्रै सजिलो अनुष्ठान चाहिँ के हो भन्दा यो अखण्ड भागवत साह्रै सजिलो भयो। हेर्नुहोस्, अब यहाँ के हुन्छ त भन्दाखेरि चाहिँ क्रमैसँग पाठ हुँदै जान्छ। अनि 4 जना पढ्नेवाला पण्डितले पाठ गर्ने हो भने चाहिँ यो भागवत चाहिँ यसमा हेर्नुहोस् कमसे कम झन्नै पाठ पुरा हुने गरेको पाठ हुन्छ। पढ्ने हुनु भने त पुरै चिरेपै पुरा हुन्छ, त्यति धेरै पाठ हुन्छ। यहाँ सप्ताहको भन्दा पनि ज्यादा पाठ अनुष्ठान हुन्छ श्रीहरि भगवानको। र त्यति धेरै पाठ हुने भएकोले गर्दा अखण्ड चाहिँ अनुष्ठानका लागि चाहिँ महत्त्व अति नै मान्य छ। यदि हामीलाई कुनै प्रकारको दोष लागेको छ भने त्यो दोषको निवृत्तिका लागि पनि अखण्ड पारायण साह्रै मान्य छ। अब गुणदोषको आधारमा यसको अखण्डको दोष चाहिँ के हो त भन्दाखेरि चाहिँ अखण्डको दोष भनेको रातभरि बस्नुपर्छ। हेर्नुहोस्, रातैभरि बसेर यसलाई रुङ्नुपर्ने हुन्छ, रातभरि सुन्नुपर्ने हुन्छ। यसको दोष भनेको कमजोरी भनेको अखण्डको। अनि रातैभरि पण्डितजीहरूले पालो फेरि पढ्नुपर्ने हुन्छ। नभए 100 भन्दा अत्याधिक पाठ भनेको यो अखण्ड भागवतमा अखण्ड पारायणमा हुने गर्दछ। श्रीहरि भगवानको। श्रीमद् भागवतमा जम्मा श्रीमद् भागवत महापुराणको चर्चा गरिएको छ। हामीले संस्कृत भाषामा पाठ गरेर हजुरहरूलाई हिजो सुनाएका थियौँ। श्रीमद् भागवतमा कति छन् त भन्दाखेरि 12 प्रकारका स्कन्धहरू छन् भनेर चर्चा गरिएको छ। अनि ती 12 प्रकारका स्कन्ध मध्येमा प्रथम स्कन्धमा के चर्चा गरिएको छ भन्दाखेरि परीक्षित नाम गरेका राजा हुनुहुन्थ्यो र त्यो परीक्षित नाम गरेका राजालाई के भयो त भन्दाखेरि एक दिन श्राप लाग्यो। हे महाराज, तपाईँलाई 7 दिनमा सर्पले टोकेर सर्पले डस्छ अनि तपाईँ मर्नुहुन्छ भनेर भनिदिए एकजना ऋषिले। श्रृङ्गी नाम गरेका ऋषि थिए, तिनले परीक्षित राजालाई श्राप दिए, 7 दिनमा तपाईँलाई सर्पले डसेर मर्नुहुन्छ भनिसकेपछि परीक्षितजी महाराज डरले थरथरी काँप्नुभयो। राम मेरो त आयु त 7 दिन मात्रै छ भन्नुभयो। श्रीहरि भगवानको।
अब हामीलाई कसैले भनिदियो तेरो आयु अब 7 दिन मात्रै छ भनेर भनिदियो भने त हाम्रो बुद्धिले काम गर्छ त भन्नुहोस् त भन्दाखेरि बुद्धिले काम गर्दैन। किन बुद्धिले काम गर्थ्यो? अब 7 दिन मात्रै छ भनेपछि बुद्धिले काम गर्दैन। तर बुद्धिले काम चाहिँ के गर्दछ? गर्न त गर्दैन बुद्धिले काम, तर 7 दिनभन्दा कम पनि कतिको आयु हुनसक्छ, कसले जानेको छ र। तर नजान्नु नै ठिक छ भनेर चर्चा गर्नुभयो श्री हरि भगवानको र यसरी यहाँ चर्चा गर्नुहुन्छ। अनि हाम्रो जन्म र मृत्यु त के हो भने परीक्षितजी महाराजलाई मनमा शङ्का भयो, सुखदेवजीले सम्झाउनु भयो। जन्म र मृत्यु त के हो भनेदेखि हेर्नुहोस्, जन्मिने पनि हामीलाई इच्छा भएर हामी जन्मेका होइनौँ, कोही पनि जन्मिने इच्छा भएर जन्मेका होइनौँ। गरुड आदि पुराणमा चर्चा हुन्छ जीवले के गर्नुहुन्छ त भन्दाखेरि चाहिँ स्वर्गमा भोग्दै हुनुहुन्छ भन्नुहुन्छ 14औं अध्यायमा। स्वर्ग भोग्दै हुनुहुन्छ, यस्तो यस्तो सुख भोग्दै हुनुहुन्छ जीवले। अनि त्यो स्वर्ग भोगिसकेपछि के गर्नुहुन्छ? जीवले यसो हेर्नुहुन्छ तल, हेरेर अनि त्यहाँबाट के गर्नुहुन्छ भन्दा आफूलाई सुख पाउनु पर्ने छ भने केही काम गर्नुहुन्न जीवले। त्यस्तै प्रकारकी आमाको गर्भलाई स्वीकार गर्नुहुन्छ। आफूलाई दुःख पाउनु पर्ने छ भने त्यस्तै आमाको गर्भलाई स्वीकार गर्नुहुन्छ। भनेको हामी यहाँ मानेर बसेका छौँ नि त, यो मेरो धन, यो मेरो रुपियाँ पैसा, यो मेरो सम्पत्ति भनेर बसेका छौँ। त्यस्तै प्रकारकी आमा, अब दुखी आमाका गर्भलाई स्वीकार गर्नुभयो भने जीव स्वतः दुखी बन्नुहुन्छ। कसरी सुख पाउन सक्नुहुन्छ? उहाँले जन्म त हुन्छ, उहाँको शरीर प्राप्त गर्नुहुन्छ, अनि मान्छेको शरीरलाई प्राप्त गरेर पनि दुःखलाई प्राप्त गर्नुहुन्छ। अब आफूले सत्कर्म गरेको छ भने जीव स्वर्गबाट मनुष्यलोकमा आउनुहुन्छ। गरुडमा 14 अध्याय वर्णन गरिएको छ। अनि चाहिँ सुखलाई भोग्नुहुन्छ जीवले, कुनै दुःख गर्नुहुन्न। हेर्नुहोस्, आफूले केही पनि कर्म नगरिकन जन्मिँदैखेरि कति सम्पत्ति भएर त्यस्ता घरमा जन्मिनुहुन्छ अनि केही दुःख नगरी सुख भोगेर जीवले शरीर त्याग गरेर जानुहुन्छ श्री हरि भगवानको। त्यसो भए हाम्रो जन्म पनि इच्छा अनुसार भएको छैन। हेर्नुहोस्, हामी जबरजस्ती जन्मिएका हौँ। अनि मृत्यु पनि के हुन्छ भन्दाखेरि इच्छा अनुसार हुँदैन। ओहो मेरो मृत्यु त नभए हुन्थ्यो भन्ने हुन्छ, तर हाम्रो जति आयु छ त्यो आयु जति नै बाँच्न सकिन्छ त्योभन्दा ज्यादा बाँच्न सकिँदैन भनेर चर्चा गर्नुभयो। अनि परीक्षित नाम गरेका राजा हुनुहुन्थ्यो। त्यो परीक्षित नाम गरेका राजाको आयु चाहिँ कति थियो त भन्दाखेरि 60 वर्षको थियो। अब 60 वर्षमा गुरुहरूले आएर चिना हेर्नुभयो। गुरुहरूले आएर चिना हेरेर के भन्नुभयो भने यी महाराजको त सबै राम्रै राम्रो छ, गुणै गुण छ, कुनै कमी छैन, यिनको त धन सम्पत्ति पनि धेरै छ, चक्रवर्ती राजा पनि हुन्छन् हे महाराज, छोराछोरी पनि हुन्छन्, 3 जना छोरा हुन्छन्, 2टी छोरी हुन्छन्, स्त्री पनि यिनकी राम्रै छन्, गतिरै छन्, मधुर भाषणी मिठो बोल्नेवाली छन्। तर यिनको एउटा नराम्रो छ। के नराम्रो त भन्दा यिनको आयु 60 वर्षको मात्रै छ भनेर गुरुले भन्नुभयो श्री हरि भगवानको। अब 60 वर्षको आयु कस्तो हो त, राम्रो हो कि नराम्रो हो त भन्दा 60 वर्षको आयु जसले भोगेर जानु पर्यो यो संसारलाई छोडेर भने त्यो व्यक्तिले यो संसारमा वास्तवमा के पाउँदैन त भन्दाखेरि भगवानको भक्ति पूजापाठ केही पनि गर्न पाउँदैन। हुन त भगवानको भक्ति गर्नलाई कुनै आयु तोकिएको छैन। कौमार आचरित प्राज्ञो धर्मन भागवतानिह भन्नुहुन्छ। हेर्नुहोस्, बाल्यकालदेखि नै भगवानको भक्ति पूजा गर्नुपर्छ। तर श्रीमद् भागवत महापुराणमै भगवान कृष्णले के भनेको छ त आफ्नी बहिनी सुभद्रालाई भने, आफ्नी बहिनी सुभद्रा 16 वर्षकी थिइन्, तिनलाई भगवानले के भन्नुभयो त भन्दाखेरि तिम्रो यो 16 वर्षको शरीर भनेको भोग शरीर हो भन्नुभयो भगवानले। त्यही भएको कारणले गर्दा 60 वर्षसम्म हामीले के हुन्छ त भन्दाखेरि चाहिँ 60 वर्षसम्म हामीले साह्रै दुःख गरेर यसो उपाय लगाएको हुन्छ। हेर्नुहोस्, दुःख गर्दा 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 गरेर अब आफूले खानु पर्यो भनेर खानाको लागि उठाएको घाँसलाई पनि लो यो म घाँस खानु पर्यो भनेर खानाका लागि उठाएको घाँस पनि गृहस्थी व्यक्ति के गर्छ? भागवतमा 55 स्कन्धमा कथा हुन्छ, खाँदैन। हेर्नुहोस्, किन खाँदैन? अहिले मैले उठाएर खाइदिएँ भने भोलि मेरा छोराछोरीले के खान्छ भनेर राख्दछ, अनि राखेर बचाउँदै 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 लान्छ। हेर्नुहोस्, अनि त्यति भइसकेर बल्ल बल्ल छोराछोरी पनि पखेटा लागेर आफ्ना काममा लागे, आफू पनि अब 60 वर्षको पुग्यो, विवाह दान आदि भयो, अब केही पनि गर्नुपर्ने केही छैन भनेपछि के छ त भन्दा यसो तीर्थव्रत गर्नुपर्ने, भगवानको नाम जप्नुपर्ने उमेर हो 60 वर्षदेखि लिएर 70 वर्ष 80 वर्षको उमेर भनेको। अब त्यही 60 वर्षमा अब चाहिँ भगवानको नाम जपौँला, हरिकीर्तन गरौँला भन्ने उमेरमै, तीर्थव्रत गरौँला, देवघाट जाउँला, गङ्गा स्नान गरौँला भन्ने उमेरमा 60 वर्षमै आयु समाप्त भयो भने त्यो व्यक्तिले वास्तवमा केही गर्न पाउँदैन श्री हरि भगवानको। तीर्थव्रत केही गर्न पाउँदैन। अब परीक्षितजी महाराजको आयु पनि कतिको छ त भन्दाखेरि 60 वर्षको भयो। हेर्नुहोस्, अनि अब राजा थिए यिनी, यज्ञ त धेरै गरेका थिए, अनुष्ठान धेरै गरेका थिए। श्रृङ्गेलीले श्राप दिए, तिमीलाई आजका 7 दिनमा सर्पले टसेर मर्छौ भनेर भने। अनि परीक्षितजी महाराज दुखी हुनुभयो, ओहो मलाई त अब सर्पले टसेर मर्दैछु भनिसकेपछि के गर्नु त भन्दाखेरि व्यासजी, व्यासका पिता पनि थिए नजिकै, व्यासका पिता पराशर अनि पराशरका पिता वशिष्ठ सबैजना बसेका थिए।
अब 4 जना बुवाका छोरा, तिनका पनि छोरा, तिनका पनि नाति पनाति बसेका छन् भने सबभन्दा पहिले गएर नमस्कार कसलाई गर्नुपर्छ भन्नुहोस् त? कुप्रा हजुरबालाई गर्नु परेन? 4 जना बसेका छन्, 4 पुस्ताका व्यक्ति भने सबभन्दा पहिले गएर नमस्कार त कसलाई गर्नु पर्ने त भन्दा कुप्रा हजुरबालाई गर्नुपर्ने। तर के गर्नुभयो त परीक्षित राजाले भन्नुहोस् त? गएर चाहिँ पनातिलाई नमस्कार गर्नुभयो। श्री सुखदेव भगवानको, सद्गुरुदेव भगवानको। कुप्रा हजुरबा पनि बसेका छन्, बस्नु चाहिँ पनातिलाई गएर नमस्कार गर्नुभयो। हेर्नुहोस् किन पनातिलाई नमस्कार गर्नुभयो सुखदेवजी महाराजलाई भन्दाखेरि सुखदेव नाम गरेका जो गुरु हुनुहुन्छ उहाँ चाहिँ कस्तो हुनुहुन्छ त भन्दाखेरि चाहिँ ज्ञान वृद्ध हुनुहुन्छ। उमेर चाहिँ 16 वर्षको मात्रै छ, तर उमेर 16 वर्षको भए पनि ज्ञानले चाहिँ वृद्ध भएको हुनुहुन्छ भनेर यसरी यहाँ चर्चा गर्नुभयो। अनि अनुभवको ज्ञानलाई पनि मान्नु पर्दछ। यदि कसैले अनुभव रूपी ज्ञान लिएको छ भने त्यो ज्ञानलाई पनि मान्नु पर्दछ भनेर शास्त्रले चर्चा गर्नुभएको छ। तर ज्ञान रूपी वृद्धलाई पनि मान्नु पर्दछ। सुखदेवजी महाराजका शरणमा पर्नुभयो अनि यहाँ यसरी चर्चा गरिएको छ। त्यसो भए अनुभव के हो त भन्दा अनुभव त साह्रै राम्रो हेर्नुहोस्। अनि जति वृद्ध हुँदै गयो, जति बुढो हुँदै गयो के हुन्छ त भन्दाखेरि अनुभव बढ्दै बढ्दै जान्छ। अब अनुभव छैन भने चाहिँ के गर्छ त भन्दाखेरि चाहिँ अनुभव नभएकालाई के भनिन्छ भाषामा भन्नुहोस् त? अनुभव नभएकालाई भाषामा काँचो भनिन्छ। हेर्नुहोस् काँचो। अब त्यो काँचो हुन्छ, पाकेको हुँदैन। हेर्नुहोस् पाकेको नभएको काँचो भएकाले व्यवहार गर्न सक्छ त राम्रो गरी? व्यवहार राम्रो गरी गर्न सक्दैन। अनि एउटा चर्चा सुनाउनु भएको छ। एउटा केटाले के गर्यो भने एउटा गाउँ थियो, त्यो गाउँमा एउटा केटाले के गर्यो भनेदेखि चाहिँ आफ्ना बाबुका साथमा गएछ र पल्ला गाउँमा गएर चाहिँ विवाह गर्ने योग्य उमेर भयो, 25 वर्षको भयो। शास्त्रले 25 वर्षमा विवाह गर्नु भनेको छ। अनि विवाह गर्न योग्य उमेर भइसकेपछि बाबुलाई लिएर गएर ब्राह्मण थियो, ब्राह्मणी कन्या हेरेछ र जनैसुपारी हातमा लिएछन् बाबुले। सुन्नुहोस् है कथा। अनि जनैसुपारी लिएर ल विवाह हुने भयो, तिम्रो विवाह ठिक भयो, क्लियर भयो, अब फलाना दिन जन्ती लिएर आउनु भनेछन् ती केटीका बुवाले। ती सम्धीलाई पनि, हुनेवाला सम्धीलाई पनि, केटालाई पनि। अनि तर एउटा शर्त राखेछन्। के शर्त छ भन्दा एउटा शर्त छ मेरो। के शर्त भन्दा म तपाईलाई, तपाईका छोरालाई छोरी दिन्छु, तर मेरो एउटा शर्त छ, तपाईले बुढो मान्छे जन्ती लिएर आउनु पाउनुहुन्न भनेछन्। सुन्नुहोस् है, बुढो चाहिँ जन्ती ल्याउन पाउनुहुन्न, चाहे बुढो होस् चाहे बुढी होस्, बुढाबुढीलाई चाहिँ जन्ती ल्याउन पाइँदैन भनेर भनेछन्। अब सम्धीले छोरीका बुवाले यस्तो शर्त राखे भनिसकेपछि मान्नै त पर्यो नि भनेर के गरे त भन्दाखेरि फर्केर आए। लु फलाना केटाको बिहे हुने भयो भनेर गाउँमा हल्ला फैलियो। अनि सबैलाई अब विवाह हुने समय आयो। अनि कार्ड पठाए, सबैलाई कार्ड पठाउँदाखेरि पल्ला घरमा चाहिँ एकजना 85 वर्षको बुढोबा हुनुहुँदो रहेछ, बलिया न बलिया। उमेर चाहिँ 85 पुगेको मान्छे चाहिँ बलिया न बलिया हुनुहुन्छ। लु त्यो केटाको बिहे हुने भयो अरे, कुरो छिनु अरे भन्ने कुरा सुनिसकेपछि लौरो टेक्दै 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 आउनुभयो। लु नाति तेरो त बिहे हुने भयो अरे, तेरा बुवाका बिहेमा पनि म जन्ती गएको भनेर भन्नुभयो हजुरबाले। तेरा बुवाका बिहेमा पनि म जन्ती गएको, तेरो बिहे हुने भएछ, तेरा बिहेमा पनि म जन्ती जान्छु भन्नुभयो हजुरबाले। यति भन्ने बित्तिकै खबरदार नबोल्नु हजुरबा। किन? मेरा हुनेवाला ससुराले के भन्नुभएको छ भने बुढाबुढी जन्ती नल्याउनु भन्नुभएको छ। हेर्नुहोस् बुढाबुढीलाई जन्ती नल्याउनु भन्नुभएको छ भनेर भन्नु केटाले। भन्दाखेरि अब हजुरबा त भन्न थाल्नुभयो खबरदार तेरो बिहे त आओस्, जन्ती नगइकन छोड्छु म। तेरा बाबुको बिहेमा मैले जन्ती गएको थिएँ, तेरा बिहेमा नि जन्ती जान्छु भनेर ती हजुरबा भन्न थाले। हेर्नुहोस् समय बित्दै गयो, विवाहको तिथि आयो, विवाहको दिन आयो। अनि विवाहको दिनमा अब बेहुलो तयारी भयो। बेहुलो तयारी भइसकेपछि गएर गाडीमा चढ्नु पर्यो नि त। गाडीमा चढिसकेपछि गाउँका एकजना जवान मान्छेलाई बोलायो। लु काका, यो गाडीमा बसमा कोही बुढाबुढी चढेका छन् भने अब डन्डा लिएर जानु पर्यो, लौरो लिएर उतार्नु पर्यो नि त। हेर्नुहोस् बुढाबुढीलाई त हुँदैन भनेको छ भनेर भनेको छ सम्धीले, हुनेवाला ससुराले। अनि जवान व्यक्ति गए, हातमा डन्डा लिएर गएर बसमा भित्र कहाँ हेरेको त पल्ला घरका हजुरबा त अघि नै लाठी लिएर चढेर गएर सिटमा, पछाडिका सिटमा बस्नु भएको छ। लु हजुरबा हुँदैन, उत्रिनु, यहाँ त जन्ती नल्याउनु भनेको छ। जन्ती ल्यायो भने के भनेको छ भन्नुहोस् त? जन्ती ल्यायो भने तिमीलाई छोरी दिन्न भनेको छ हुनेवाला ससुराले। तसर्थ हजुरबा हुँदैन, खबरदार भनिसकेपछि हजुरबा त सिटबाट उत्रिन मान्नुहुन्न। तेरा बाबुको पनि म जन्ती गएको, तेरामा जन्ती नगए छोड्दैन, बरु मलाई यी सिटै यहाँ मार भन्नुहुन्छ, मान्नुहुन्न। हे भगवान्, लु अब हुँदैन, एउटा उपाय गर्नु पर्यो। के उपाय भन्दाखेरि अब सिटमा राखेर लग्यो भने त बुढो मान्छे ल्यायो कि ल्याएन भनेर चेक गरे भने पहिले नै गाडीका सिटमा हेर्छन्। एउटा उपाय गरौँ। के उपाय गरौँ त भन्दा कारका डिक्कीमा राख्नुपर्छ भनेर सल्लाह गरेर बेहुलो चढ्ने कारका डिक्कीमा राखे र जन्ती गए। श्री हरि भगवानको
जन्ती गएर जब गाउँमा पुगे बेहुलीका घरमा पुग्ने बेलामा बाटामा एउटा खोलो पर्दो रहेछ। खोलामा नै घर गाउँले हातमा लाठी लिएर बसेका छन्। किन भन्नुहोस् त, बुढाबुढी ल्याएको छ कि छैन हेर्नु पर्यो नि त। पक्का कार पनि रोक, बस पनि रोक भने, अनि अब कार पनि बस पनि जब रोक्यो, रोकिसकेपछि गएर यसो हेरेका, बसमा गएर भित्र हेरेको, कहीँ पनि बुढाबुढी मान्छे छैन। त्यसो भए बुढाबुढी ल्याएको छैन भनिसकेपछि तिमीहरूलाई हाम्रो एउटा प्रश्न छ भने हेर्नुहोस्। के प्रश्न छ त भन्दाखेरि चाहिँ एउटा काम तिमीहरूले गर्नुपर्छ। के काम गर्नुपर्छ त भन्दाखेरि चाहिँ यो खोलामा दुध बगाउनुपर्छ। तिमीहरूले खोलामा दुध बगाऊ अनि मात्रै हामी छोरी पाउँछौ भने हेर्नुहोस् घर गाउँले। अब त सबै केटा आला काँचो भनेको त्यसलाई भन्छ। हेर्नुहोस् काँचै काँचा छन्, सबै काँचै काँचा लगेको छ। अब सबै काँचाले यसो विचार गरे खोलामा दुध बगाउन सकिन्छ त भन्दाखेरि हो सकिँदैन। खोलामा दुध बगाउनु त केही उपायले सकिँदैन। अब हामीले त हाम्रो उपाय लागेन, बरु डिकीका छेउमा गएर त्यही हजुरबालाई सोध्नुपर्छ भनेर डिकीका छेउमा गएर हजुरबालाई, हजुरबा खोलामा दुध बगाउनु भन्छन् त घर गाउँलेहरूले, हामी जन्तीले बगाउन सक्छौँ त भन्दाखेरि बगाउन सकिहाल्छौँ नि, खोलामा दुध बगाउन किन सक्दैन र? हामीले खोलामा दुध बगाउँछौँ, तर के गर, पहिले खोलो खाली गर अनि हामी दुध बगाउँछौँ भनेर हजुरबाले उपाय दिनुभयो। हेर्नुहोस् श्रीहरि भगवानको। अनि हजुरबाले उपाय दिने बित्तिकै घर गाउँले के भन्छन्, जन्तीले यसो भने नि त, घर गाउँले के भन्छन्, तिमीहरूले बुढो जन्ती ल्याएछौ भनेर भन्छ। हेर्नुहोस् श्रीहरि भगवानको। यो भन्नुको आशय के हो त भन्नुहोस् त? यत्रो कथा भन्नुको मतलब, जो व्यक्ति वृद्ध भएको हुन्छ नि, उसले सुखलाई भोगेको हुन्छ, दुःखलाई भोगेको हुन्छ, दुःख पनि देखेको हुन्छ, सुख पनि देखेको हुन्छ, उसँग अनुभवको ज्ञान हुन्छ। अब आलो काँचो व्यक्ति यदि पढेर मास्टरै यदि उसले गर्यो भने पनि उसलाई बाँकी केही ज्ञान छैन। उसले उही किताबको ज्ञान मात्रै छ, आफ्नो अनुभवको ज्ञान छैन। अनुभवको ज्ञान जस्तो ठुलो ज्ञान केही पनि होइन। श्रीहरि भगवानको। अनि भागवतको ज्ञान पनि अनुभवको ज्ञान हो। हेर्नुहोस् भगवानलाई कहीँ देखेको छ त भन्नुहोस्, छैन। भगवानलाई कहीँ पनि देखेको छैन। भगवानलाई देखेको छैन पनि हामीले यस्तो किन मानेका छौँ त? त्यसो भए देख्न नसकिएको कुरो, हामीले जे देखेको छैन त्यो कुरो असत्य हुँदैन। हेर्नुहोस् हामीले गुलियो देखेको छ त, खाँदाखेरि चाहिँ के हुन्छ, अनुभव हुन्छ। श्रीहरि भगवानको। हामीले देश पनि त देखेको छैन नि, सुनेको मात्रै छ। टाढा देश देखेको छ त, अमेरिका देखेको छैन, कोही गएर हामीले देखेको होला, नभए नजानेले देखेको छैन। तर त के हो त भन्दा हामीले नदेखेको कुरो पनि सत्य हुन सक्दछ। हामीले अमेरिका, अस्ट्रेलिया आदि कोही देश देखेको छैन, तर ती सत्य छन्। त्यसै गरी हामीले गुलियो पनि भनेको मुखले पनि छ, खाँदा गुलियो अनुभव पनि गरेको छ, तर त्यो गुलियो वस्तु देखेको छैन। चर्को पनि भनेको पनि छ, शब्दले भनेको पनि छ, तर त्यो चर्को देखिएको छैन, जिब्राले खाँदा अनुभव गर्नेछ। श्रीहरि भगवानको। ब्रह्मको स्वरूप पनि के हो त भन्दाखेरि, ब्रह्मको स्वरूप भनेको भगवानको स्वरूप पनि के हो त भन्दाखेरि केवल अनुभव गर्ने हो, भगवानलाई देख्न सकिँदैन। अनि आचार्यहरूले के भन्नुभयो त भन्दाखेरि चाहिँ, आचार्यहरूले के भन्नुभयो त भन्दा, यति दिन लाएर अनुष्ठान गर्यो भने त्यो अनुष्ठानको अन्त्यमा यजमानले हातमा एउटा कपडा लिन्छ, रातो कपडा लिन्छ अथवा सेतो पहेँलो कपडा लिन्छ, अनि त्यो कपडामा यति चरु राख्छ, अनि एउटा सुकेको नरिवल राख्छ र लगेर यज्ञकुण्डमा स्वाहा गर्छ। त्यही नरिवल यज्ञकुण्डमा स्वाहा गर्दै गर्दा भगवान यज्ञनारायण प्रकट हुनुभयो भन्ने विश्वास गरिन्छ। शास्त्रमा त्यसो भन्नुहुन्छ। हेर्नुहोस् त्यतिखेरै हामी अनि जयकारा लाउनुहुन्छ आचार्यले, त्यतिखेर के हुन्छ त भन्नुहोस् त भन्दा भगवान प्रकट हुनुभयो भन्ने विश्वास गरिन्छ। श्रीहरि भगवानको। भगवान प्रकट हुनुभयो भन्ने विश्वास गरिन्छ। अनि भगवान त्यसो भए भगवान कसरी श्रेष्ठ हुन्छ त भन्दाखेरि, भगवान चाहिँ हामीले योग मार्गद्वारा आज यो बाटो, भोलि अलि कठिन बाटो, पर्सि अलि कठिन बाटो हिँड्दै भगवानलाई पत्ता लगाउने उपाय गर्नुपर्दछ भन्नुभयो शास्त्रले। हेर्नुहोस् त्यसो भए के हुन्छ त भन्नुहोस् त? एकपल्ट के भयो भने पश्चिम भारतमा म एकपल्ट गएको थिएँ घुम्नका लागि। राजस्थान नाम गरेको देश छ, त्यहाँ एउटा भारत देशमा एउटा राज्य छ, त्यसलाई देशै भनिन्छ। किन ठुला ठाउँ छन् ती। अनि त्यहाँ जाँदाखेरि मूर्तिहरू बन्दा रहेछन्। सुन्नुहोस् त्यहाँ अनि मूर्ति बन्दै गर्दाखेरि जति पनि मूर्ति छन्, ती मार्बलका मूर्ति, सबै मूर्ति ती बन्दा रहेछन्। सुन्नुहोस् है कुरो। अनि मूर्ति बनाउँदै गर्दा जयपुर नाम गरेको सहरमा गएको त एउटा व्यक्ति मूर्ति बनाउँदै रहेछ, मूर्ति कुद्दै रहेछ। हामीले मन्दिरमा पूजा गर्ने जो मूर्ति छ त्यो मूर्तिलाई कुद्दै रहेछ। अनि मैले देख्दै गर्दा चाहिँ के गरेको थियो, काँधामा चढिहालेछ हनुमानजीको, काँधामा चढेछ र नाक हनुमानको कुद्दै रहेछ। हातमा बसिला लिएर सानो बसिला, अनि एउटा सानो पनि लिएर र कुद्दै रहेछ। ल सुन्नुहोस् है, अब म त छक्क परेँ। हे भगवान, हामीले पूजा गर्ने हनुमानजी काँधामा चढेको छ, नाकामा कुद्दैछ यसले। हे भाइ, कमसेकम सिँढी लगाएर त चढेर गर। हनुमानजी पनि अग्ला न अग्ला, नाक कुद्दै रहेछ।
अनि त्यसले त के गर्दैछ भन्दाखेरि उसले त्यो कुद्नेवाला व्यक्ति त को हो त भन्दा के थरी होस् को हो ती भनेको म त नासिर हुसैन हुँ मुसलमान हुँ भन उसले राम 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 मुसलमान पो रहेछ सुन्नुहोस् है यहाँ भगवानको भक्तिको सम्बन्धमा चर्चा गरेछ मुसलमान पो रहेछ यो त अनि यसो हनुमानजीको नाकको कुद्दै रहेछ बस्दैछ काँधामा बस्दैछ हनुमानजीका अनि हातमा देब्रे हातमा चुरोट पनि खाँदैछ फुसफुसी धुवा उड्दैछ हनुमानजीका नाक आएर धुवा परिसक्यो सुन्नुहोस् फुसफुसी धुवा उड्दैछ गर्दा गर्दै हामीले यसो भन्दा भन्दै तिमीहरूका देउता के गर्छौ त भनेर उसले त त्यो बाँकी रहेको चुरोट लगेर हनुमानजीका नाकामा खोसिदियो श्री हरि भगवानको। अब एकछिन कल्पना गर्नुहोस् त्यसो भए के हो त भन्दाखेरि चाहिँ मन्दिरमा अब हामी यहाँ शास्त्रले भनेअनुसार भगवान श्रीकृष्ण द्वारिकानाथ भगवानले उद्धवजीलाई भनेअनुसार वर्णन गर्दैछु म। अब हामी मन्दिरमा जति पनि देवता छन् ती देवतालाई कसले कल्पना गर्छ भन्दा मूर्ति बनाउनेले बनाउँछ। आचार्यहरूले आज पानीमा डुबाउनुहुन्छ, भोलि गहुँमा डुबाउनुहुन्छ, पर्सि चामलमा डुबाउनुहुन्छ, अर्का दिन फलफुलमा डुबाउनुहुन्छ, अर्का दिन पैसामा डुबाउनुहुन्छ, तेस्रो दिन दुध दही घिउ, पाँचौँ दिन दुध दही घिउ मछलीले नुहाउनुहुन्छ, अनि थापेर पर्दा लाएर आरती गर्नुहुन्छ र अनि आजदेखि भगवान जाग्नुभयो भन्नुहुन्छ श्री हरि भगवानको। मन्दिरभित्रको त्यसो भए भगवान बनाउने को हो त भन्दा हामी हौँ। हेर्नुहोस् मन्दिरभित्रको मूर्ति जो राख्ने चाहिँ कुन मूर्ति हो त भन्दा यो मूर्ति। अनि बाहिरको मूर्ति सुन्नुहोस् है तपाईँ हामी सबै यो मूर्तिलाई चाहिँ कसले बनाएको भन्नुहोस् त भगवानले बनाएको। मन्दिरभित्रका मूर्तिलाई चाहिँ हामीले बनाएको, हामीले नै प्राण प्रतिष्ठा गरेको, हामीले नै कल्पना गरेको, हामीले नै ल्याएको र बाहिरका यो मूर्तिलाई चाहिँ संसारभरिका जति पनि प्राणी छन् ती मूर्तिलाई चाहिँ भगवानले बनाएको श्री हरि भगवानको। ती बाहिरका मूर्तिलाई भगवानले बनाएको हुनाले गर्दा भागवतको सारांश के हो भने सबै प्राणीलाई दया गर्नु, सबै प्राणीमा प्रेम गर्नु, सबै प्राणीलाई दया गर्नु भागवतको सार यही हो श्री हरि भगवानको। त्यही भएर भागवतमा अन्त्यमा के भन्नुभयो त भन्दा श्रीमद् भागवतम पुराण ममलम यद वैष्णवानां धनम, यो विष्णु भक्तहरूको धन हो भन्नुभयो। हेर्नुहोस् किन भन्नुहोस् त भन्दा विष्णु भक्तहरू के गर्छन् भन्दाखेरि कमसे कम शरीरद्वारा हिंसा गर्दैनन्। जो भगवान विष्णुका भक्त छन् तिनीहरू के गर्छन् भन्दा हिंसा त अरू प्रकारका पनि हुन्छन्। हेर्नुहोस् आँखाले गरिने, नाकले गरिने, निन्दाद्वारा गरिने, मुखले गरिने, व्यवहारद्वारा गरिने हिंसा पनि छन्। तर शरीरद्वारा हिंसा, शरीरले आफैले मारेर काटेर केही पनि खानेकुरा खाँदैनन्। तसर्थ यो भागवत कस्तो ग्रन्थ हो भन्दा वैष्णवानां प्रियम, वैष्णवहरूको ग्रन्थ हो श्री हरि भगवानको। र भागवतको सार पनि यही हो। हेर्नुहोस् भागवतको सार के हो त भन्दा जति प्राणी छन् ती प्राणी सबै भगवानले बनाएका हुन्, भगवानले बनाएका मूर्ति हुन् र मन्दिरभित्रका भगवान चाहिँ हामीले बनाएका हौँ। तर त्यति कुरालाई जान्यौँ हामीले, जान्दा जान्दै पनि मन्दिर जान कहिल्यै छोड्ने होइन। हेर्नुहोस् भगवानको पूजा गर्न कहिल्यै छोड्ने होइन। शास्त्रले भागवतले भनेको भक्ति गर्न कहिल्यै छोड्ने होइन। किन यो छोड्ने बित्तिकै हामीलाई के हुन्छ, श्रद्धा हाम्रो जिरो हुन्छ। मैले त थाहा छ नि, मलाई मनमा छन् भगवान भन्छ नि जो व्यक्ति, त्यो जस्तो नास्तिक कोही हुँदैन। सुन्नुहोस् है भगवान मनमा छन् कसैले भन्छ भने नि भगवान मनमा त छन् नि आखिर जानेकै त हो नि भनेर कोही भन्छ भने त्यो एक नम्बरको नास्तिक हुन्छ। त्यो नास्तिक भएको कारणले गर्दा हामीले के गर्ने, मन्दिर पनि जाने, शिवजीलाई पानी पनि चढाउने, भगवानलाई फूल पनि चढाउने, पूजा गर्ने विधि पनि गर्ने, तुलसीको आहुति पनि गर्ने, श्राद्ध पनि गर्ने, तर्पण पनि गर्ने, जे शास्त्रले भनेको छ त्यो गर्ने। तर वास्तवमा भगवान त को हो त भन्दा सारा जीव नै भगवानको शरीर हो। त्यही भएर त भगवानले विभिन्न शरीर धारण गर्नु। भन्नुहोस् त कहिले कछुवा बन्नुभयो, कहिले माछो बन्नुभयो, कहिले सुअर बन्नुभयो, सुअर भनेको मधेल, यसरी भगवानले लीला गर्नुभयो। साना शरीरमा पनि मछु भन्नुभयो। अनि गीताचार्य भगवानले गीतामा के भन्नुभयो अर्जुनलाई, सुनि चैव सपाके च पण्डितः समदर्शिन। पण्डित भनेको ज्ञानीलाई भने संस्कृत भाषामा सबभन्दा राम्रो को हो त भन्दा ठुलो को हो त बुझ्नेवाला व्यक्ति भन्दा कमिलादेखि लिएर ब्रह्मासम्म एउटै तरिकाले एउटै भावले देख्नेवाला व्यक्ति नै मेरो भक्त हो भनेर भन्नुभयो श्री हरि भगवानको। त्यसैलाई भनिन्छ। हेर्नुहोस् तर यति गर्दा गर्दै पनि के गर्नुपर्छ भन्दा आस्तिक चाहिँ हुनुपर्दछ। हेर्नुहोस् नास्तिक हुनु हुँदैन। हामीले आस्था गर्नुपर्दछ, आस्थावान बन्नुपर्दछ, श्रद्धावान बन्नुपर्दछ, नभए मौन बस्नुपर्दछ। जसलाई श्रद्धा छैन उसले के गर्ने, मौन बस्ने। गरुड आदि पुराणमा आउँछ नि, जब बाबुको शरीर छुटेर छोरो क्रिया गर्नका लागि बस्दछ, गरुड आदि पुराणमा हजुरले सुन्नुभएको छ, उसले के गर्ने, श्रद्धावान छ, बाबुले संस्कार दिएको छ, आमाले संस्कार दिएको छ भने श्रद्धापूर्वक गर्ने, श्रद्धापूर्वक पिण्ड दिने, श्रद्धापूर्वक शरीर सक्ने, श्रद्धापूर्वक गर्ने, कर्तव्य गर्ने। उसलाई श्रद्धा छैन भने चुप लागेर बस्ने, गरिरहने भनेको काम। यसो गर्नु भनेको छ गरुड आदिले। हेर्नुहोस् त्यो हाम्रो कर्तव्य हो। भगवानमा पनि पितृको कुरो हो त्यो, यो भगवानको कुरो। भगवानमा पनि त्यस्तै हो। जसलाई श्रद्धा छ उसले श्रद्धा गर्ने, श्रद्धा छैन भने के गर्ने, मौन बस्ने, सुन्ने श्री हरि भगवानको। अब अन्त्यमा एउटा कुरा बोल्छु म, नास्तिक र आस्तिकको सम्बन्ध। नास्तिक भनेको भगवान नमान्ने, आस्तिक भनेको भगवान मान्ने। एकजना नेपाली
हाम्रा ठुला कवि हुनुभयो हेर्नुहोस् प्राचीन कालमा। ती कविको नाम चाहिँ के थियो भन्दा लक्ष्मीप्रसाद देवकोटा थियो। महाकवि थिए। कति कविता लेख्दै हेर्नुहोस्। अनि कविता लेख्थे, धनाढ्य पनि थिए। कुल कस्तो थियो भन्नुहोस् त? ब्रह्मकुल, ब्राह्मण। हाम्रो भाषामा ब्राह्मण भनेको शिक्षित कुल। अनि अरू बाँकी के थियो त? कहाँ धन सम्पत्ति थियो कि थिएन भन्नुहोस् त भन्दा काठमाडौँको धोबीधारा जन्मेका, राम्रो थियो ठाउँ, जन्मेको ठाउँ अनुसार राम्रो भयो। हेर्नुहोस्, सबै कुरा पाए। सुन्नुहोस् है, तर मान्छे कस्ता भए? एक नम्बरका नास्तिक भए। पूजा गरेर पनि कहीँ भगवानको प्राप्ति हुन्छ भन्ने खालका भए। अनि यही जो मैले अघि भनेको, हजुरलाई भनेको सूत्र, पूजा चाहिँ गर्नु हुँदैन, मनमा छन् भगवान, खाली परोपकार गर्ने, सेवा मात्रै गर्ने, यही मात्रै भन्नुहुन्थ्यो उहाँ। जीवन उहाँको यत्तिकै बित्यो। कसैले केही माग्यो भने आफूले पाएको के गर्नुहुन्थ्यो भने, आफूले पाएको जागिर छ भने सरकारको जागिरै हुनुहुन्थ्यो। त्यो जागिर जति पैसा पाएको छ सबै चक्लेट मिठाई किनेर केटाकेटीलाई बाँडिदिने, कहिलेकाहीँ त आफूले लागेका लुगा समेत सबै केटाकेटीलाई बाँडिदिने, यस्तो गर्नुहुन्थ्यो। हेर्नुहोस्, शिक्षितको पराकाष्ठा, कुल पनि राम्रो उहाँको, ठाउँ पनि राम्रो ठाउँमा जन्मिनु भएको। पछि गएर के गर्नुभयो त भन्नुहोस् त भन्दा शिक्षा मन्त्री पनि बन्नुभयो। सबै कुराले सम्पन्न हुनुभयो। तर कविता कस्ता लेख्नुहुन्थ्यो सुन्नुहोस्। कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो, कुन सामग्री पूजा गर्ने, साथ कसोरी लाने हो भन्नुहुन्थ्यो। हेर यात्रीहरू, मन्दिरमा गएर केही काम छैन, तिम्रो हृदय नै, शरीर नै मन्दिर हो, हृदयमा नै भगवान हुनुहुन्छ, आँखा बन्द गरेर हरिको चिन्तन गर भन्नुहुन्थ्यो। अनि मन्दिर सन्दिर कहीँ नजाने, उहाँ आँखा बन्द गर्ने, हरिको चिन्तन गर्ने, नास्तिक हुनुहुन्थ्यो। शरीर बित्दै गयो, समय बित्दै गयो। एक दिनको कुरा हो, उहाँको अन्तिम समय आयो। अन्तिम समय आइसकेपछि उहाँकी पत्नीको नाम थियो राजेश्वरी, राजराजेश्वरी। त्यो राजराजेश्वरी नाम गरेकी उनकी स्त्रीले, पत्नीले चाहिँ लक्ष्मीप्रसाद देवकोटाको अन्तिम शरीरलाई ब्रह्मनाल भगवान श्री पशुपतिनाथका काखमा ब्रह्मनालका छेउमा लगाएर राख्नुभयो। अन्तिम समयमा राख्नुपर्छ भन्नुहुन्छ शास्त्रले। ब्रह्मनाल भनेको शिवजीको जल जहाँ जल्छ त्यहीँ लगेर राख्नुभयो, त्यही पानीमा लगेर छेउमा लगेर राख्नुभयो। अनि लक्ष्मीप्रसाद देवकोटाले अन्तिम समयमा यत्रा कविता लेखेर महाकवि भएका कवि, यत्रा महाकाव्य लेखेका कवि, अब म अन्तिम कविता लेख्छु, मलाई कापी र कलम देऊ भन्नुभयो। हेर्नु सुन्नुहोस्। अनि कापी र कलम देऊ भनिसकेपछि देवीले, स्त्रीले ल्याएर, पत्नीले ल्याएर कापी र कलम दिन्। अनि देवकोटाले के भन्नु भन्दा, यो मैले अन्तिम कविता लेखेको है, अगाडि जे लेखेँ, अब अन्तिम कविता मैले लेखेको हो भन्नुभयो र लेख्नुभयो। आखिर श्रीकृष्ण रहेछ एक, न भक्ति भो ज्ञान न भो विवेक। आखिरमा वास्तवमा सत्य को रहेछ भन्दा भगवान कृष्ण हुँदो रहेछ। श्रीहरि भगवानको बाँचुन्जेल मेरो 51 वर्षको आयु भयो। कहाँ कहाँ पुगेँ म, शिक्षित थिएँ, सबै कुरा थियो मसँग। त्यस्तो भएँ, 51 वर्षमा अब शरीर छुटेको थियो। तर मलाई बाँचुन्जेल चाहिँ के थियो त, शरीरको अहङ्कार थियो। ब्रह्मकुलको हुँ भन्ने बित्तिकै त्यसै अहङ्कार भइगयो। धन सम्पत्ति छ भनेपछि दोस्रो अहङ्कार भयो। पढेको ज्ञानी छु भन्ने चौथो अहङ्कार भयो। कविता त धारा प्रवाह बोल्दाखेरि कवितामा बोल्नुहुन्छ, शास्त्रार्थ कवितामा गर्नुहुन्थ्यो। संस्कृत भाषाको त्यस्तै ज्ञान थियो। अनि त्यत्रो अहङ्कार भएको व्यक्ति अन्त्यमा गएर आखिर श्रीकृष्ण रहेछ एक, ओहो वास्तवमा भगवान भन्दा सत्य कोही रहेनछ भनेर भन्नुभयो। श्रीहरि भगवानको। त्यसो भए भागवतको सार के हो त भन्दाखेरि, जीवनमा हेर्नुहोस्, शरीर भइसकेपछि सुख आइरहन्छ, दुःख आइरहन्छ। धन सम्पत्ति हाम्रो छैन भने त्यो धन सम्पत्ति नाश भएर जान्छ। किन? धनका जम्मा 3टा गति छन्। हामीसँग धन सम्पत्ति छ भने त्यो धन सम्पत्तिलाई सबभन्दा पहिले के गर्नु भन्नुहुन्छ शास्त्रले भने, कि त त्यो धन सम्पत्तिलाई दान गर्नु भन्नुहुन्छ। बडा कठिन, सुरुमै भन्नुहुन्छ दान गर्नु। ओहो, दान गर्न त कठिन छ, सकिँदैन। त्यस्तो दुःख गरेर कमाएको धनलाई दान गर्न सकिन्छ? सकिँदैन। विदेशमा सुनिन्छ नि, हामीले यहाँ यसो मोबाइलमा हेरेर सुन्छौँ नि, फलाना व्यक्तिले चाहिँ विश्वविद्यालयलाई यति सबै रुपियाँ दान गरिदियो भन्दा खरबौँको हुन्छ। हेर्नुहोस्, सुन्नुहोस्, त्यो दान त्यत्रो दान गर्छन् विदेशीहरूले। अनि हामी दान गर्न सक्दैनौँ। दोस्रो के भन्नुभयो भन्दा, भोग गर्नु। हामीसँग धन सम्पत्ति छ भने त्यो धन सम्पत्तिलाई भोग गरेर समाप्त गर्नु। अब भोग पनि गर्न सकिएन, दान पनि गर्न सकिएन भने त्यो सम्पत्ति यदि हाम्रो छ भने त हाम्रा पुस्ताहरूले भोग गर्न पाउँछन्, हाम्रो छैन भने भनेको भाग्यमा छैन भने के हुन्छ त भन्दा, नश्यति भनेको नाश भएर जान्छ। श्रीहरि भगवानको। या त हाम्रो शरीरले छोड्दछ, किन? हामीले राखेको जो धन छ, हामीले राखेको जो गहना छ अथवा सम्पत्ति छ अथवा केही छ, त्यो कुरो सधैँ हामीले राख्न सक्छौँ त सक्दैनौँ। अन्तिम समयमा श्रीमद् भागवत महापुराणमै चर्चा आउँछ। द्वारिकामा सुदामाजी महाराज भगवानलाई भेट्न जानुभयो। फर्केर जाने बेलामा सुदामाजी महाराजलाई जस्तो सुदामा आउनुभएको थियो फाटेका लुगा लाएर, पहिले 7 दिन बसुन्जेल सुन लाएर बस्नुभयो। फर्केर जाने बेलामा जस्तो थियो त्यस्तै सुदामालाई भगवानले घर फर्काउनु भयो। किनभने यो पृथ्वी भनेको मेरो हो भन्नुहुन्छ भगवान। भूदेवी भनेको पृथ्वीको सम्पत्ति भनेको मेरो हो। आउँदा पनि जस्तो आइन्छ, शरीर छोड्दा पनि त्यस्तै जानुपर्दछ। तसर्थ शास्त्रले एउटा वस्त्रको कल्पना पनि गर्नुहुन्न। वस्त्रको कल्पना छोड्नुहोस्, त्यहाँ सूक्ष्म विषय छ। अहिले भागवत भनेकोले म हजुरलाई सुनाउँदैछु। 7 पल्टसम्म हाम्रा शरीरमा ग्रन्थि छन्। कुइनामा एउटा गाँठो छ, घुँडामा अर्को गाँठो छ, टाउकामा अर्को गाँठो छ भन्नुहुन्छ नि त शास्त्रले। त्यो बाँस लिएर 7 पल्टसम्म त्यसलाई घोच्नुको मतलब त्यही हो।
अगाडि जनै त काट्नै पर्छ। हेर्नुहोस्, जनै लगाएको छ भने यसको ब्रह्मकुललाई नाश गर्नु पर्यो, जनै काट्नु पर्यो, टुपी छ भने टुपी काट्नु पर्यो, चितामा राखिसक्यो। सुन्नुहोस्, अनि अन्ततगतमा त्यति भएर शरीर पोको परिसकेपछि के गर्नुपर्छ भन्नुहोस् त? ग्रन्थि छन् त्यहाँ, शरीरमा ग्रन्थि छन्। अरू नाकमा कानमा लगाएको गहना त केही हुँदै भएन, कसैले लगाएको औँठी आदि केही छ भने त लाउनै भएन। त्यो ग्रन्थि तोड्नका लागि 7 पल्ट बाँसले घोच्नु भनेको छ श्रीहरि भगवानको। त्यस्तो नश्वर संसार छ, नश्वर शरीर छ, भगवान सत्य हुनुहुन्छ। तसर्थ भगवानले अब हाम्रो भगवत इच्छा जे भयो त्यो इच्छा अनुसार भगवानले कर्म गर्नुभयो भन्ने भावलाई प्रकट गर्दै र हामीलाई अब आगामी दिनमा भगवानले कल्याण गर्नुहुनेछ भन्ने शुभकामना र शुभ आशीर्वादका साथमा मेरो यो बाणीलाई भागवतको कथा कति छ हेर्नुहोस्। हरि अनन्त, हरि कथा अनन्त, जति भने पनि भनेर साध्य छैन। यो बाणीलाई यहाँ विश्राम गर्दछु। श्री कृष्णचन्द्र भगवानको, बालमुकुन्द भगवानको, श्री यज्ञनारायण भगवानको, आयोजक परिवारको, अखण्ड महापुराणको, जय जय श्रीमन्नारायण, जय जय श्री राधेश्याम। अब